बालेन सरकारले अपी हिमालको काखमा क्रिकेट खेल्दै गरेका खेलाडीहरूको भिडियो शेयर गरेछन्। बालेन सरकारले संसारकै सबैभन्दा अग्लो स्थानमा, त्यो पनि हिमालको अंगालोमा इन्टरनेशनल स्टेडियम बनाउने भएछन् भनेर उनका समर्थक र खेल प्रेमी नेपाली मक्ख परेछन्। बालेन सरकार सुन, समस्या हिमालमा होइन, समस्या मधेसमा छ। इतिहासले नलेखेको कुरा, कुनै नेपालीले नदेखेको जमिन, कुनै नेपालीले नभोगेको जमिन। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। नेपालले भारतको जमिन मिचेको देख्यौ तिमीले, तर हतियार सहित भारतीय फौज नेपाल आएको किन देखेनौ तिमीले? त्यो बटालियनको भिडियो किन शेयर गरेनौ तिमीले? त्यो विषयमा किन केही बोलेनौ तिमीले? म कसैको समर्थक होइन र विरोधी पनि, राम्रो कामको समर्थक र नराम्रो कामको घोर विरोधी। यही मेरो यथार्थ हो। साँच्चै एउटा कुरा भनौ, बालेन सरकार, दार्चुलामा स्टेडियम होइन, दार्चुलावासीलाई जीवनयापन गर्नको लागि झोलुङ्गे पुल चाहिएको छ। यो दार्चुलामा एउटा तुइन छ नि, त्यसलाई रिप्लेस त हामी चुनाव पछाडि गर्दैछौँ श्रमदानबाट। हेर्नुहोस्, यसरी चाहिँ काम हुँदैछ अहिले दार्चुला झोलुङ्गे पुलको काम। प्लिज एकपटक कालो चस्मा उतारेर मधेस झर्ने हो कि सिमाना भारतले मिचेको छ या नेपालले छुट्याउने हो कि हिमालमा बालेन, सिमानामा नेपाली। सुस्तामा भारतीय यशस्वी बल हतियार सहित प्रवेश गरेको खबर थाहा पाएपछि स्थानीय नेपालीहरू एकजुट भएर आफ्नो भूमि र नेपाली स्वाभिमानको पक्षमा उभिएका छन्। यो दृश्यले यस्तो लाग्छ, सीमा क्षेत्रमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू यो देशका असली रक्षक हुन्। हामीले कहिलेकाहीँ सीमावर्ती क्षेत्रमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई फरक दृष्टिले हेर्ने गर्छौं, तर देशको सीमा रक्षामा उहाँहरूको योगदान अतुलनीय छ। सुस्तावासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले देखाएको साहस, एकता र देश प्रेम, राष्ट्रभक्ति सम्पूर्ण नेपालीहरूको लागि गर्वको विषय हो। तपाईहरूको यो साहसले सरकारमा बस्नेलाई फरक पर्यो या परेन, तर सम्पूर्ण नेपालीहरूलाई प्रेरणा बनेको छ। वीर गोर्खालीका सन्तान बहादुर नेपाली, जसले नेपाली भूमिमा दादागिरी देखाउने भारतीय यशस्वीलाई ज्यानको परवाह नगरी लखेटेका छन्। र सुस्तावासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो दुनियाँलाई एउटा स्पष्ट सन्देश दिनुभएको छ, नेपाली भूमिमा कसैले गिद्धे नजर लगाए त्यसको जवाब दिनको लागि सम्पूर्ण नेपालीहरू सधैँ तयार छन्। सुस्तावासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सलाम छ। आज वहाँ के एसएसपी बोलता है कि तुम लोग बोल रहे हैं ये बिहार है, तुम्हारे जमीन का लाल पुर्जा रसीद कर देंगे, कल बैंक से लोन निकलेगा, तुमको लोन मिलेगा, ट्रैक्टर निकाल सकते हो, 10 एकड़ 5 एकड़ जमीन का रसीद दे देंगे, तो इसी पर कमाएगा, खाएगा, जोतेगा। तुम बोल दो कि ये बिहार है, लेकिन हम लोग कहते हैं नहीं हमारा ये नेपाल है, मरेंगे या मिटेंगे, लेकिन सूचना नेपाल रहा है तो नेपाल रहेगा। बालेन सरकार जेन्जीको बोली चढाएर सिंह दरबार जलाएको काण्ड बिर्सिनुभयो, जेल ब्रेक काण्ड बिर्सिनुभयो, सहकारी लुटपाट काण्ड बिर्सिनुभयो, बीवाईडी र टेलिकम काण्ड बिर्सिनुभयो, देशको सिमानाको काण्ड बिर्सिनुभयो। अब नेपालीहरूलाई पनि बिर्साउनको लागि दरबार हत्याकाण्ड र स्टेडियम काण्ड लिएर आउनु भएको छ। स्वागत छ तपाईलाई हाम्रो महफिलमा। बालेन सरकार राष्ट्रियता नै बिर्साइदिने
यो भन्दा ठूलो राष्ट्रघात अर्को केही हुन सक्छ र? सम्पूर्ण राष्ट्रवादीहरू एकजुट हौ, पहिला देश जोगाउँ, त्यसपछि विकास गरौँला। जय देश, जय नेपाल।